आज म बनाउन जाँदैछु बेङ्गनका भर्ता। सुरुमा 2टा प्याजलाई चप गर्ने, अनि त्यसपछि फेरि 2टा टमाटरलाई चप गरेर राख्ने। टमाटरलाई चप गरिसकेपछि चाहिँ बेङ्गनलाई बीच भागबाट नछुटिने हिसाबले काट्नुपर्ने हुन्छ। मैले भिडियोमा देखाए जस्तै गरी काट्नु होला। हजुरहरूसँग भएको बेङ्गनलाई सबै गरी यस्तै गरी काटिसकेपछि चाहिँ त्यो बेङ्गनलाई तेल लाएर मसाज गरिदिनुहोस्। सबै बेङ्गनमा तेल लगाउनु पर्ने हुन्छ। तेल लगाएर चाहिँ यसलाई मिडियमदेखि लो फ्लेममा आगोको ग्यासमा राख्नुहोस्। ग्यासमा राखिसकेपछि चाहिँ यसको बोक्रा निकाल्न सजिलो हुन्छ। अनि त्यसपछि त्यो पाकिसकेपछि निकालेर अब बोक्रा निकाल्ने। बोक्रा निकालिसकेपछि चाहिँ अब यसलाई फेरि म्यास गर्नुपर्ने हुन्छ। सबै बेङ्गनलाई यसै गरी नै म्यास गर्ने। म्यास गरिसकेपछि चाहिँ कराई बसाल्ने, तेल राख्ने। तेल राखिसकेपछि काटेको प्याज राख्ने, अदुवा लसुन राख्ने, अनि चलाउने। अनि त्यसपछि फेरि टमाटर राख्ने। टमाटर राखेर एकछिन चलाउने। अनि त्यसपछि चलाइसकेपछि चाहिँ त्यसमा जिरा धनियाँको धुलो, नुन, बेसार सबै राखिदिने। अनि फेरि एकछिन चलाउने। अनि त्यसपछि त्यो म्यास गरेर रहेको बेङ्गनलाई चाहिँ एड गरिदिने। गरिसकेपछि फेरि एकछिन चलाउने। र हल्का पानी राखेर चलाउँदा पनि हुन्छ। पानी राखेर चलायो भने पनि अझै पाक्छ। यति गरेर सकिसकेपछि हाम्रो बेङ्गनको भर्ता चाहिँ रेडी हुन्छ गाइस। बाइ बाइ।